हेलो गाइज नमस्कार। आज हामी श्रम संस्कृति पार्क धरानमा छौँ। हजुरलाई यही पार्कदेखि नमस्कार अनि सेवारो भन्न चाह्यो। हजुरलाई यहाँको के कस्तो हुन्छ होइन छोटो मिठो भिडियो बनाएर देखाउने जमर्को गर्नेछौँ। जय सेवारो नमस्कार। हजुर सेवारो नमस्कार दर्शक। आज हामी कहाँ छौँ? आजको दिनमा चाहिँ हामी यो श्रम संस्कृति पार्क धरानमा हामी छौँ। एसटीएच रक गार्डन भन्छ। यहाँबाट हामी इन्फर्मेसन गर्नेछौँ र साथै अगाडिको सिनेरीहरू हामी देखाउनेछौँ। अगाडि फलो हामी देखाउँदै गर्दैछौँ। त्यस्तै त सेवाको सिनेरीहरू रमाइलो छ है। रमाइलो छ। एउटा अगाडि देखिएको एसटीएच रक गार्डन होइन, यो एउटा राम्रो कन्सेप्ट लिएर चाहिँ धरानका उपमेयर तपाईँको चाहिँ साम्पाङज्यूबाट मेयर साहब चाहिँ एउटा धरानको चाहिँ एउटा संस्कृति पार्क निर्माण गर्नुभएको छ। यो एउटा राम्रो कन्सेप्ट लिएर निर्माण गर्नुभएको छ। धेरै राम्रो छ। अनि यो बनाइएको पार्क निर्मित पार्क हो। धेरै खुसी छ हामी। यस्तै खालको चाहिँ अब नेपालमा पनि नेताहरू चाहिएको छ। यो चाहिँ तपाईँको श्रम संस्कृति पार्कभित्र छौँ हामी। रक गार्डन भन्छौँ है। उल्टो ठ्याक्कै देखेको रहेछ। यहाँबाट चाहिँ अब यसरी खिचौँ है, तपाईँलाई पनि देखाउनु। एसडीएस रक गार्डन एसडीएस रक गार्डन होइन, रक गार्डन। अब यो त हजुरले देखिहाल्नु भयो। पटक हामीले देखाउँ समूहबाट चाहिँ निर्माणित गर्छ। यथार्थ हामीले देखाउँ यो होइन, त्यो सानोमा यसरी देखिन्छ। मैले जुम गरेको थियो। गाइस यो चाहिँ हेर्नुहोस् त, यो कोरियन कन्सेप्टको यो मान्छे बस्ने थोरै आराम गर्ने ठाउँ कि घुम्ने ठाउँ के भन्ने एकदम हेर्दाखेरि चाहिँ सुन्दर राम्रो लाग्यो मलाई चाहिँ। हजुरलाई कस्तो लाग्छ कमेन्ट गर्नुलाई। अनि यो बाँसहरू यो बुम भनौँ न, बुम बाँस है। जोस तपाईँको एउटा मालिङ्गो काटिने लैलाई बिनाए बाजा भने जस्तै यसैको चाहिँ एउटा बाँस बुम भन्छ है। हजुर हजुर। यो चाहिँ जाने अलिकति विजयपुर योगदेखि माथि डाँडा पर्छ। धेरै मात्र पाइन्छ। लिम्बुवानको जाने पहिला त्यो राजधानी थियो। त्यसैको सिलसिलामा पनि एउटा प्रचलित छ। त्यही पनि सायद ल्याएर चाहिँ राखेको हुन् कि रुपेका हुन् कि। एकदम राम्रो छ। हजुर हुन्छ। जय साहब, यो पहिला धरानको मेयर हर्क साम्पाङज्यू जो मेयर साहबज्यू चाहिँ आउनुभन्दा पहिला यो कस्तो थियो? योमा भन्नुपर्दाखेरि यो त बगर थियो। बिल्कुल बगर, खैराते बगर केही पनि थिएन यहाँनिर है। अब अहिलेको अवस्थामा हेर्दाखेरि यति राम्रो यति सुन्दर है। हजुर। एउटा यो राम्रो कन्सेप्ट लिनुभएको एकदम बगर थियो यहाँ चाहिँ। ल अब अहिले हामी हेरौँ न, यो बगरमा हेर्नुहोस् त, यो सुपारीको बोट छ होइन। हजुर। अनि यो बाँसहरू छ। यो एउटा गार्डन फुलको रूपमा त्यसले गर्छ। यो फुललाई के भन्छ? यो फुल थाहा भएन के भन्छ। यो एउटा जस एकदम रमाइलो हरियो परियो यो देख्दा हरियो परियो देख्दा चाहिँ एकदम रमाइलो छ होइन। गर्दाखेरि के चाहिँ नहुँदो छ हेर्नुहोस् न। अब यहाँ सबै यो यतातिर यो सुपारीहरू छ है, बोट बिरुवा छ, सबै फुल गार्डन एकदम राम्रो गार्डन। अब भनेपछि एउटा इमान्दार व्यक्ति एउटा जनप्रतिनिधि आउनु थाले चाहिँ यस्तो बन्दो रहेछ बगर पनि होइन चाहिँ। हजुर हजुर बिल्कुल हजुर। ल गाइस फेरि अगाडि कस्तो छ के छ है हामी देखाउन जान्छौँ। फेरि अगाडि भेटौँला है। अगाडि जुममा हुँदैन साथी। आज चाहिँ हामी कहाँ छौँ, हामी कहाँ घुम्न आएको छौँ भन्ने कुरा चाहिँ तपाईँहरू यहाँ पढ्नुहोस् पछाडि है त साथी। हो उल्टो हुन्छ कि मलाई। आज हामी कहाँ छौँ भनेर चाहिँ तपाईँहरूले पछाडि पढ्नु होला, आफै बुझ्नुहुन्छ। आज चाहिँ हामी धरानको श्रम संस्कृति पार्क भन्ने ठाउँमा आएको छौँ। अब यो चाहिँ एसटीएस गार्डन भन्छ। अब उहाँले नै एउटा श्रम गरेर अनि जनता पनि पैसाहरू सङ्कलन गरेर चाहिँ होइन अनुदान के गरेर सङ्कलन गरेर चाहिँ बनाएको पार्कमा यहाँ आउँदा एकदम खुसी लागेको छ। जतिखेर यहाँ धरानको मेयर हर्क साम्पाङज्यू मेयर साहबज्यू आउनुभन्दा पहिला यो बगर थियो। तर अब अहिले उहाँ जितिसकेपछि यो पार्क यस्तो रमाइलो भइसकेको छ हेर्नुहोस् न पारितिर है।
त्यो तपाईलाई कस्तो लागिरहेछ कि तपाईको जिन्दगीमा यो पहिलो दफामा तपाईँ यहाँ यस श्रम संस्कृति पार्कमा आउनु भएको हो कि के छ? हजुर हजुर यो म पहिलाचोटि नै आएको योभन्दा पहिला चाहिँ हामी भिडियो युट्युबतिर हेरिन्थ्यो होइन आज प्रत्यक्ष यहाँ आएर हेर्दाखेरि र त्यो भिडियोमा हेर्दाखेरि धेरै फरक पाइँदो रहेछ अब भिडियोमा हेर्दा चाहिँ अब कहाँ के सबै कुना काप्ची हेर्न पाउने तर यहाँ अहिले हामी सबैतिर घुमेर हेर्दा एकदम रमाइलो लाग्यो र एउटा इमान्दारी जनप्रति हुँदाखेरि यस्तो बगर पनि यस्तो बगरमा पनि यस्तो गाड्नु पर्दो रहेछ यसरी परिवर्तन हुँदछ भन्ने चाहिँ एउटा रमाइलो भएको छ यो पारिदेखिको यो रिटर्निङ अलहरू यो चाहिँ गभर्मेन्टको पैसाले बनाएको भनेर सुनिन्थ्यो होइन त्यो वाल जति बाँकी यो पार्क गार्डन अनि यो एउटा तपाईलाई कस्तो लाग्छ कि यो श्रम संस्कृति पार्कमा चाहिँ हरेक यहाँ धरानी जनतादेखि लिएर अल नेपालका र विदेशमा भएका जुन नेपाली दाजुहरू पनि को एउटा हातेमालो सँगसँगै यहाँनिर चाहिँ एउटा श्रमदान गरेर चाहिँ यो एउटा श्रम संस्कृति पार्क चाहिँ निर्माण गरेको छ भन्ने लाग्छ तपाईलाई के कस्तो लाग्छ तपाईलाई? हजुर यो हो अवश्य तपाईँले भनेको कुरा म एकदम एक्सेप्ट गर्छु यो चाहिँ श्रम संस्कृति पार्क भनेर चाहिँ श्रम गरेर बनाएको भनेर श्रम संस्कृति पार्क नामकरण भएको छ अनि पारि सायद श्रम संस्कृति स्तम्भ पनि बनाएको छ पारिपट्टि त्यो उद्घाटन गर्नु बाँकी रहेछ अनि त्यो गुलाब होइन त्यहाँ पार्क बनाएको छ त्यहाँ एउटा अडर फाउन्डेसन चलिरहेको छ यो हेर्नुहोस् न कति परिवर्तन भएको छ र मैले अघि नै भनिहालेँ एउटा इमान्दारी जनप्रतिनिधिहरू चाहिँ यो खयाती बखरमा पनि यस्तो खालको चाहिँ विकास हुँदो रहेछ भनेपछि यो श्रमले फेरि यो विकासलाई मात्रै जोडेको छैन कि मान्छेसँग जोड्ने काम छ है जोड्ने काम पनि यसले गरेको छ एक अर्कामा एउटै घरमा पनि हामी अब भाडा बस्ने चिजन हुँदैन थियो तर यो श्रम संस्कृति भनौँ न यो श्रमले गर्दा चाहिँ कहाँ कहाँको मान्छे पनि अब हामी जोडिने चिन्जन हुने एउटा यो वातावरण बनाएको छ अनि यसले मैले के भन्न चाहन्छु हामी मान्छेमा पनि एउटा जोडिने वातावरण एउटा वृद्धि होइन अब को भन्ने हुन्थ्यो तर मान्छेसँग पनि एउटा जोडिने चाहिँ यो श्रम संस्कृतिले गर्दा चाहिँ यो वातावरण बनाएको छ एकदम राम्रो यो चाहिँ मलाई चाहिँ कन्सेप्ट लाग्यो। धन्यवाद तपाईँलाई। फेरि अब अगाडिको ब्लगमा हामीले कस्तो के भने देखाउनेछौँ तपाईँले एकछिन हेरेर प्रतिदिन होला। हामी आज ज्वाइँ अनि म हामी धरानको श्रम संस्कृति पार्क अहिले हामी जहाँ छौँ एसटिबी रक गार्डनमा छौँ यो एउटा श्रमबाट अनि जनताबाटै केही पैसा सङ्कलन जनताको सहयोग पैसाबाट बनेको पार्कमा घुम्नु पाउँदा एकदम अचम्मै लागेको छ मजा आएको छ रमाइलो लागेको छ जनताको एउटा पसिना मेहनतले गर्दाखेरि यो एउटा धरानको एउटा जुन यो एउटा श्रम संस्कृति पार्कमा हामी अहिले रमणीय तरिकाले एउटा आफ्नो मन खुल्ला राखेर जाने होइन खुसी दिल राखेर जाने यसरी घुम्नु हेर्न पाउँदाखेरि अत्याधिक तरिकाले जाने हामीले खुसी भएका छौँ र महाभन्दा यसरी हामी आइरहेका छौँ। हजुर खुसी लागिरहेछ अझै यसरी नै अगाडि गर्दै जाउँ बढ्दै जाउँ अगाडि वृद्धि विकासहरू गर्दै जाउँ हामी हेर्न चाहन्छौँ। हजुर अब जनताको पसिनाबाट बनेको पार्कमा यसरी घुम्नु पाउँदा यसरी पाइलो राख्नु पाउँछ साह्रै खुसी लाग्यो। अब हामी अगाडि त्यहाँबाट यहाँ पारिपट्टि रोज गार्डन छ त्यो गुलाबको फुलहरू छ होइन त्यो सबै जनताकै पसिनाहरू भनेको जसले यहाँ श्रम गर्नुभयो अनि विदेशबाट होइन पैसाहरू एक पैसा दुई पैसा कमाएर पठाउनु त्यो पनि श्रमै भन्नु पर्यो होइन उहाँले पसिना बोकेर अब थरी थरी पैसा बचाएर पठाउनु भएको पैसाले यस्तो राम्रो गार्डन यहाँ बनाउनु भएको छ यहाँ हुने जनताहरूले चाहिँ यहाँ हुने श्रमदाताहरूले चाहिँ श्रम गरेर भनेपछि यो त जस यो गार्डन हेर्दा मन छुन्छ मन हेर्नुहोस् त यो पारिपट्टि यो पार्क भन्छ त्यहाँ अलिकति थोरै केही गर्नुपर्ने होला त्यो चाहिँ हामीले गरेको होइन यो पार्टीको त्यो पार्टीको भन्ने नभनिकन त्यहाँ पनि केही गर्नु भने सुन्न सुगन्ध हुन्थ्यो कि होइन चाहिँ त्यो अब सबै धरा नै हो नि त जो जनप्रति आउनुहुन्छ सबैले नै यो पार्कलाई पनि पछि आएर यो हामीले बनाएको होइन अर्कोले बनाएको भनेर छोड्ने भनेको समस्या गर्ने चाहिँ पर्यो क्या होइन जस्तो अहिले छ नि त्यस्तै यो पछिसम्म राख्ने कोसिससम्मकै गर्नुपर्ने हुन्छ। अब आउने जनप्रतिनिधि जोसुकै आए पनि त्यहाँ अर्को सम्बन्ध शब्द दिए पनि हामीलाई चाहिँ यस्तो लाग्छ। बाँकी फेरि अगाडि बढ्दै जाउँ है त गाइस। यो जुम गर्दा यस्तो हुन्छ गाइस हेर्नुहोस् त यो रक गार्डनमा पनि बुढो सुब्बा छ यो चाहिँ विजयपुर डाँडा भनेर चाहिँ भन्नुहुन्छ है माथि नेपालको राष्ट्रिय झन्डा छ अलिक म देखिरहेको छैन हेर्नुहोस् यसमा चाहिँ अब
यसमा चाहिँ मैले पनि यो विजयपुर बृहस्पति मन्दिर हैन हजुर बृहस्पति मन्दिरमा मैले पनि दर्शन गर्नुपर्ने चाहिँ हुन्छ नै यहाँ आएपछि के कसो त गाइस थोरै देखाइदिनु त अब म पनि यहाँ दर्शन गर्छु गएपछि यो घन्टी बजायो क्या तपाईँले पनि फोटो खिच्नुहोस् गाइस हेर्नुहोस् त यो रक गार्डनमा पनि यस्तो माछा रमाइलो लाग्दछ यो माछाको नाम चाहिँ के हो भन्ने कुरो चाहिँ मैले चाहिँ मलाई थाहा भएन भिडियोमा त सुनेको थियो यो कमेन्टमा लेख्नु होला यो दिस फिस पन्स हो पन्स हजुर अलिक क्लियर भएन नाम होइन मलाई हामीलाई चाहिँ तपाईँहरूले चाहिँ भिडियोमा कमेन्ट गर्दा चाहिँ बताउनु होला है त गाइस एउटा चाहिँ खाली रहेछ यहाँ चाहिँ माछा छैन तर जस राम्रो छ यो पनि र गाइस चाहिँ भिडियो धेरै लामो पनि भइसक्यो त्यही भएर मैले हजुरसँग बिदा माग्नु पनि हुन्छ फेरि अर्को भिडियोमा भेट्ने बाचा राख्दै हजुरलाई बाई बाई गाइस भन्नु चाहे मैले रक गार्डनको भिडियो हजुरलाई राख्दैछु हेरिदिनु होला मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला है त गाइस